याद गर्नुहोस् है। सम्पूर्णमा नमस्कार। यतिखेर म अर्घाखाँची जिल्लाको एकदमै पवित्र धार्मिक स्थल मथुरा स्थित श्रीकृष्ण मन्दिरमा छु। तपाईँ देख्न सक्नुहुन्छ। मन्दिरमा धेरै समयदेखि पूजा गराउँदै आउनुभएको गुरु हुनुहुन्छ। गुरुलाई स्वागत गर्न चाहे। गुरुको शुभ नाम के पर्यो गुरु? विष्णु आचार्य। विष्णु आचार्य। कहाँबाट हुनुहुन्छ? म छत्रदेव 5 बाट हुनुहुन्छ। फेरि म पनि यही अर्घाखाँचीमै हो। सन्धिखर्क नगरपालिका वाङला 5 मा मेरो घर पर्यो र विगतदेखि म रूपन्देही जिल्लाको बुटोलमा चाहिँ बस्दै आइराखेको छु। आज हामी सुक्पा देउराली मन्दिर दर्शन गर्ने क्रममै यहाँसम्म तपाईँहरूको यो पवित्र भूमिमा आउने चाहिँ भगवानले सौभाग्य दिनुभएको रहेछ। आउनुभयो, पाल्नुभयो, धेरै धेरै खुसी लाग्यो। फेरि पनि समयमा तपाईँ यहीँको वासीको नाताले पाल्नुहुला भन्ने आशा राख्दछौँ हामी पनि। हाम्रो यो सानो भिडियोको माध्यमबाट सम्पूर्ण धर्मात्मीहरूलाई यो अर्घाखाँचीको काखमा लुकेको पवित्र मथुरा धाममा अवस्थित श्रीकृष्ण मन्दिरमा सम्पूर्ण भक्तजनहरूलाई चाहिँ हार्दिक निमन्त्रणा छ। त्यसै गरी गुरुलाई हजुरलाई धन्यवाद। तपाईँ एउटा तराईको ठाउँमा बसोबास गर्दै हुनुभएकाले फेरि नेक्स्ट समयमा आउँदाखेरि तराईवासीलाई पनि समेटेर ल्याउनुहुन्छ भन्ने आशा गर्दै म यो भिडियोलाई यहीँ समाप्त गर्छु। जय राधे राधे। राधे राधे।